सकेपछि मेरो छोरा आएर मम्मीले सबै काम सक्यो भनेर आएर फुपूकोदेखि मुख धुँदैछ। अब म त यहाँ यसरी बढाल्नु पर्यो, के गर्नु। अघिदेखि भिडियो बनाउनै भनेको त बिर्सेको, सबै काम सकिसके। अनि यसरी छ। आज चाहिँ हाम्रोतिर यस्तो कालो पानी पर्न आँटेको छ है, यस्तो छ। रक्सी पनि हेर्नु पर्यो, के गर्नु। बढालेर चिल्लै पारि पनि सक्यो, अघि पुसी पनि सक्यो। अब काम सक्यो भने चाहिँ चिया पकाउनु र जिन्दगी पनि। हामी चाहिँ रक्सी चाहिँ यस्तोमा यसरी पार्छौँ, के गर्नु। यस्तै हामी हो गाउँले जीवन, जिन्दगी। हामी आमा छोरा चाहिँ पानी पाहुना दिदीको घर आएको। हामी त यसरी आमा छोरा मिली काम गर्छौँ है, जहाँ गए पनि। के गर्नु, आमा छोराको जिन्दगी यस्तै छ है। मौसम चाहिँ जो ज्यादा खतरा छ, दामी छ। मौसम सँगसँगै मेरो छोरा पनि हिरो छ। मेरो मोटी दिदी दुध लिएर आउँदैछ। अब म चाहिँ चिया पकाउँछु है। ल मैले घर सफा। यो भाइले त चप्पल माथि नै लगाएर आएछ फेरि। थुक्का यो त अँधेरो छ हौ, लाइन गयो। यो चाहिँ नक्कल पार्दैछ टिकटक बनाउनुलाई। म चाहिँ अब टिङ डिङ डिङ डिङ। अब म चाहिँ गएको है बहिनीको बाइक बनाउनु। कहाँ लान्छ बहिनीले। नन्दको घर गएको कि यहाँ माइजू चाहिँ पुरा गोबर सोर्दै रहेछन्। सन्चै हुनुहुन्छ माइजू? ए ल, मामाको खुब याद आउँछ होला नि। मलाई त पुरा याद आउँछ नि। अब यसरी बाटो जानु अल्छीले है। यसरी मकैबारीको बाटो जाँदैछु बहिनीको घर। बाइक बनाउनु कहाँ लान्छन् थाहा छैन। अनि त्यहाँदेखि अब यस्तै हो। म एकछिनमा गर्छु ल। उनीहरूको पनि भिडियो बनाउनु पर्यो नि, के गर्नु। कति हाँस्दैछन् मलाई ब्याग सेक गरेर बाइक बनाउनु अरे। खै भान्जी किन लुकेको? भिडियो बनाउँदै आउँछ भनेर होला। लुकेडुम खेल्दैछन् हौ। हेर कति राम्रो भएर आएको म। कता गइसिन् भान्जी? यो बहिनीले मलाई हेर ढाँटेर। नजाने नि बाइक बनाउनु भन्छ। जाने हौ। म त बाइक बनाउनु गएको नि। म बोल्दिनँ भन्नुहुन्छ। अनि म जति बोल्ने को छ लु भन्नु त बहिनी। बोल्ने त छौँ नि। अब भन त। यसो भिडियो गर्छु भने अलिक यसो पकायो। अब यसो साथी तिमी नै थियो, अब बोल्नै छोड्यो भने त्यही भएर। के को बोल्दिनँ, म जति बोल्ने कोही छैन। यता म बोलेर गफ गरेर निदाउने बनाइदिन्छु यता बहिनीलाई। तपाईँ चाहिँ बोल्दैन भन्नुहुन्छ। बोल्छु नि, अब बोल्नु त तिमी छोड्यो बोल्नु। बेतामा बस्छु। के को छोड्नु, म कहाँ बिरतामठ बस्छु। बिरतामठ नाम मात्रै, तर गाउँ हो कि गाउँभित्र बस्छु नि। के गर्नु, कहिले आउनुहुन्न। आउनु अब यता मलाई यसो बजार लु सबैलाई थाहा छ होला के देखाइराख्नु।
मैले चाहिँ यत्रो झोला बोकेर आएको छु। बजार चाहिँ लागेको छैन। बहिनीले खालि मलाई बिहाटको दिन ल्याउँछ बन्यानी। 4-5 चोटि आइसकेँ तर एकचोटि पनि बजारको दिन ल्याएको छैन बहिनीले। छैन नि सब्जी त झोला खाँदी मार्छे होला ठुल्दिदीले। खालि लुगाको भारी मात्रै। लुगा किन्न आएको होइन तर हामी। ए मलाई बन्यानी बजार घुमाउनु ल्याउने मान्छे बिस्कुट कहाँ पाउँछ डुनट र चिया डुनट कहाँ पाउँछ चियासँग खान्छु भनेको 3 मिनट चाहिँ सम्झ्यो कहाँ पाउँछ। बन्यानीमा बिस्कुट कहाँ पाउँछ थाहा नभएर हामी चाहिँ यसरी खोज्दै हिँड्दैछौँ। यो कस्तो गुलियो फेरि बजारको यो चाउमिन यो के अरे मोमो चाहिँ म खाँदिनँ नि त त्यही भएर यी बिस्कुट खोज्दै हिँड्दैछु नि। हिँड बिस्कुट खोज्नु। डुनट र बिस्कुट खोज्दा खोज्दै दिन बित्यो। यहाँ पनि पाउँदैन अरे फ्याक्ट्रीमै मात्रै पाउँछ अरे। अब यहाँ जानु पनि डर लाग्छ। एकचोटि मैले त्यहाँनिर के फुटाइदिएर जरिमाना तिरेको छु रे। अब हामी यहाँ पसेको छौँ। नखाने डोनट र पाउरोटी खोज्दा यस्तो त नखाने। यो त भान्जीहरूले मात्रै खान्छ। के भएर नपाएको नि यस्तै मात्रै। म चाहिँ फेरि डोनटै मन त चाहिँ। यहाँ चाहिँ बिस्कुट चाहिँ पायौँ होइन डोनट पाउरोटी पाएनौँ है। के गर्नु। यता वरिपरि देखेको चाहिँ इग्नोर हानौँ है। यो चाहिँ मैले बहिनीकोमा एउटा फुल जगाएको छु कि त्यसको लागि गमला किनेको एउटा। यसको प्राइस 90 अरे हो। 90 हेर्दा चाहिँ सानो छ। बिस्कुट पनि लिनु पर्ला हो। गमला र बिस्कुट गरी चाहिँ हामीले 550 किन्यौँ। 550 हो। 350 नाफा झिकेको क्या घरदेखि। भाइले चाहिँ सानो झोला दिएर अब यो भाइको चाहिँ अनुहार देखाउँदिनँ कि म मान्छेको प्राइभेसी हुन्छ नि त। त्यही भएर भाइको हात चाहिँ देखाउनु पर्यो। धेरैजनाले हेर्छ कि भाइको हातलाई। 350 को सामान निस्केको हो। अब के गर्नु। अब चिया आयो। अब चिया खानु सुरु गरेको। यो चाहिँ अलिक यसो यो स्वेटरको नि प्राइभेसी हुन्छ होला हौ। उता राख्नु भइने। खाऊ न चिया खाऊ। चिया र बिस्कुट पार्टी हुँदैछ है हाम्रो चाहिँ। अब हामी खान्छौँ ल। हामी चाहिँ बन्यानीदेखि घुरेको बगान बजार आएको। त्यही पनि लागेकै छैन। कति ढिलो लागेको बजार। दाजु काँक्रा धुँदै हुनुहुन्छ। बसेको छौँ बहिनी चाहिँ काम सोध्दै।